Hello everyone and welcome back to Young Crafts Academy. So in this video we are going to learn about HTML buttons. So how it works आज हामी चाहिँ यो कुराहरु हेर्न गइरहेको छौं. So let me share my screen first. ल ल HTML buttons भनेको आज के हो यसको बारे बुझ्न गइरहेको छौं. So excited हुन्छ. HTML buttons click me भनेर ल के हो त HTML buttons? अब एकचोटी हामी एउटा सानो एक्जाम्पल दिएको छु. हामी आफ्नो वेबसाइटमा जाने youngcraftsacademy.com भनेर है त ल यहाँ हेर्न सक्नुहुन्छ अब हजुरहरुले म यसको लास्ट पेजमा लिएर जान्छु है हजुरलाई ल तल जाने अनि यहाँ हेर्नु अब यहाँ इनरोल नाउमा नि यहाँ कन्ट्याक्ट अस भन्ने पनि अप्सन हुन्थ्यो रोक्नु है मैले माथितिर होला माथि लिएर जान्छु हजुरहरुले यहाँ हेर्नु है यहाँ कन्ट्याक्ट अस छ नि म कन्ट्याक्ट असमा गए youngcrafts academy को अनि यहाँ हेर्नु है हाम्रो पेज खोल्यो नि यो सबमिट बटन हेरिराख्नु सबमिट हेरिराख्नु भएको छ नि हो यही नै बटन हो क्या हाम्रो अब योहरु हेर्नुहुन्छ यो इन्स्टिट्युसनमा क्लिक गर्ने यसरी अब यहाँ बस्दै मैले आफ्नो नाम हाले प्रियांश गुप्ता भनेर ल ल मैले यहाँ हाले आफ्नो यसरी नाम हाले नम्बर यता यता केही हाल्दिए मैले नम्बरहरु हैन अनि नम्बर हालिसकेपछि यहाँ सिलेक्ट गर्ने अनि यहाँ मेसेज टाइप गर्ने हेलो सर आई एम इन्ट्रेस्टेड भनेर आई एम इन्ट्रेस्टेड इन दिस कोर्स भनेर हाल्ने अनि यहाँ सबमिट गर्नुहुन्छ नि हो यही नै हाम्रो बटन्स भयो के यसलाई नै हामी बटन्स भन्छौं है त सो आज हामी चाहिँ यही बनाउन गइरहेको छौं सो एचटीएमएल बटन्स भनेर सेक्सन 1 मा हामीले अब बेसिक बटन बटन चाहिँ कसरी बनाउने भनेर हामी एकदम सजिलो तरिकाले बुझ्न गइरहेको छौं सो हामी कोडमा जाने कोडमा गएर अब एउटा नयाँ फाइल बनाउने है फाइलको नाम हामीले यो एचटीएमएल भित्र गयो हामीले यहाँ जान्छौं म यहाँ सिलेक्ट गर्छु ल नयाँ फाइलको नाम के राख्ने भन्दाखेरि buttons.html भनेर buttons.html भनेर राख्यो सो अब एउटा कोड लेख्यौं doc type html भनेर सो अब त्यसपछि हामीले html कोड लेख्ने html कोड लेखेपछि हेड लेख्ने त्यसपछि चाहिँ टाइटल ल टाइटल टिआइटिएल टाइटल टाइटलमा के राख्ने भन्दाखेरि हामीले एचटीएमएल बटन्स बनाइरहेछौं सो एचटीएमएल बटन्स ल मैले एचटीएमएल बटन्स भनेर राखे है त नाम BUTTONS बटन्स भनेर सो हेड पछि बडी हुन्छ सो BODY बडी अब सर मैले बटन्स त अब कसरी बनाउने त कुन ट्याग युज हुन्छ भन्दाखेरि हामीले यहाँ बटन ट्यागै हुन्छ है तर यसको बुझ्नु पर्ने कुरा चाहिँ बटन ओपनिङ ट्याग हुन्छ एउटा क्लोजिङ ट्याग हुन्छ है त सो हामीले अब बटन लेखौं BUTTON बटन लेख्ने बित्तिकै अब बटन के त सो म अब एउटा क्लिक मी भनेर बनाउँछु है त ल क्लिक मी बनाए अब बनाइसकेपछि अब हामी के गर्ने भन्दा राइट क्लिक गरेर ओपन विथ लाइभ सर्भर गर्ने हाम्रो बटन भयो हेर्नु है हामी क्लिक गर्दा कस्तो झिलिमिल देखाइरहेछ नि हो यही नै बटन हो क्या हाम्रो सो हामीले बेसिक बटन बनायो क्या कसरी लाइक हामीले एउटा सक्सेसफुल बटन चाहिँ बनाउन सिके यसरी बनाइन्छ भनेर आइडिया त भयो नि त सो दिस क्रिएट्स अ क्लिकेबल बटन यसरी हामीले गर्यो भने एउटा क्लिकेबल यसको भित्र अब कोडहरु हाल्नु पर्ने हुन्छ यो चाहिँ हामी आफ्नो जावा स्क्रिप्टमा सिक्न जान्छौं यो कसरी रन हुन्छ भनेर है त सो अहिलेको लागि हामीले बटन बनाउन यसरी सिक्यो सो अब चाहिँ हाम्रो बटन विथ टेक्स्ट भन्ने छ बटन विथ टेक्स्ट भनेर है त सो अब हजुरले अब यो बटन त अब हेर्नु भयो नि त क्लिक मी भनेर सो यसमा के फरक छ त यही हो के हाम्रो टेक्स्ट हामी टेक्स्ट भित्र टेक्स्ट पनि हाल्न मिल्छ के हेर्नु बटन स्टार्ट गेम अब हेर्नु है मैले कुनै गेम बनाए हैन अब गेममा त स्टार्ट भन्ने हुन्छ नि त स्टार्ट भनेर सो हामी यस्तै गर्यो भने START स्टार्ट अनि गेम लेखे ल स्टार्ट गेम भनेर है त अब लाइभ सर्भरले ओपन गरौँ ओपन लाइभ सर्भर यसरी हामीले टेक्स्ट बटन भित्रै टेक्स्ट पनि हाल्न मिल्यो के यही नै हामी भन्छौं बटन विथ टेक्स्ट भनेर स्टार्ट गेम भनेर है त सो अब हाम्रो अर्कोमा के आउँछ भन्दाखेरि बटन विथ एट्रिब्युट्स भनेर अब एट्रिब्युट्स हजुरलाई थाहा नै छ एक्स्ट्रा इन्फर्मेसन दिन्छ सो बटन क्लिकमा के छ त बटन टाइटल क्लिक दिस बटन होभर मी भनेर है त ल एकचोटी हेरौँ ल कस्तो हुन्छ सो यहाँ बटनमा हामीले यसलाई सुरुमा हटाइदिउँ ल यति मैले हटाइदिएँ बडीको अब बडी पछि के थियो भन्दाखेरि बटन थियो हामी BUTTON बटन हामी बटन टाइप हामी यो सबै कुराहरु बुझ्छौं यहाँ हैन बटन पनि धेरै हुन्छ टाइपहरु सबमिट भयो अनि यहाँ सबमिट भयो रिसेट भयो अनि डिसेबल्ड भयो बटन टाइपहरु के हो भन्दा सबै बुझ्न सकिन्छ सो हामी अहिले सिम्पल बटनको बारेमा बुझ्छौं हामी बिस्तारै जाँदाखेरि हामीले यो सबै कुराहरु हेर्छौं के है त ल बटन टाइटल भनेर सो बटन टाइटल
क्लिक दिस बटन भनेको छ होइन, क्लिक दिस बटन अनि होभर मी भनेको छ। ल होभर मी भनेर लेखेँ है त। अब हेरौँ है रन गरेर के हुन्छ भने ओपन विथ लाइभ सर्भर। सो के भयो त, ए के आइरहेछ त टाइटल हेर्नु न। अब जस्तै कि मैले यसलाई होभर मी भन्दाखेरि अब यहाँ हेर्नु होभर मी भनेको होभर भनेको लिएर आउनु के त्यहाँतिर लिएर आउनु। जस्तै यो पोइन्ट देखिरहेछ नि होभर मी, मलाई यहाँ चाहिँ एकचोटि हेराउनु के भइरहेछ भन्दाखेरि त्यो भन्नु। सो होभर भने त्यो। अब एकचोटि यहाँ के भन्छु भन्दा क्लिक दिस बटन भन्दा स्टार्ट राखिदिन्छु ल, स्टार्ट भनेर। अब हेरौँ है क्लिक दिस बटन भनिरहेछ नि। अब एकचोटि हामी पेजमा अब मैले स्टार्टमा जसरी ड्र्याग गरेँ नि, जसरी होभर गरेँ नि, म त्यो त्यहाँ लिएर छोडिदिएँ। के भनिरहेछ त एउटा सानो डायलग आइरहेछ क्या, म्यासेज डायलग, क्लिक दिस बटन भनेर। अब हामीले के बुझ्यो त भन्दाखेरि अब हेर्नु, अब हामीले एचटिएमएल विथ एट्रिब्युट्स, हामीले एचटिएमएल बटन्स विथ एट्रिब्युट पढिरहेछौँ। सो एट्रिब्युट भने त एक्स्ट्रा इन्फर्मेसन दिने। अब यदि मलाई कुनै वेब पेज, अब जस्तै कि कुनै मैले वेबसाइट भिजिट गरेँ होइन, अब वेबसाइट भिजिट गरेर अब मलाई यो के हो भने अब धेरै बटन हुन्छ नि त, कुनै स्टार्ट प्ले के होला। अनि मलाई यो बटन बारे बुझिनँ, अब उहाँ सोध्ने त कसलाई सोध्ने होला। अब मैले एकचोटि त्यहाँ होभर गरेँ अनि त्यहाँ इन्फर्मेसन आउँछ क्या, यो बटनले यसरी काम गर्छ भनेर भन्छ क्या। सो त्यति बेला हामीलाई यो बटन चाहिएको हुन्छ, एचटिएमएल बटन विथ एट्रिब्युट भनेर है त। बटन विथ एट्रिब्युट्स भनेर बुझ्नुभयो नि त, एट्रिब्युट्स कसरी हुन्छ, बटन विथ टेक्स्ट के हो। बटन त अब बनाउन हजुरले सिक्नुभयो। यसरी नै हामीले बटनहरू बनाउँछौँ, कति सिम्पल छ होइन र, बुझ्न पनि कति सजिलो छ। यसरी नै गरेर हामी वेबसाइटहरूमा अब फर्महरू सबमिट गर्ने बेला हजुरहरूले सबमिट बटन क्लिक गर्नुहुन्छ नि, हो यस्तै यस्तै गरी हजुरले बनाउन सक्नुभयो। सो थ्याङ्क यू सो मच एभ्री वान टिल। हजुरहरूले हेरिदिनुभयो धन्यवाद। केही नआएमा हजुरहरूले कमेन्ट सेक्सनमा मलाई सोद्धा पनि भयो है त। सो थ्याङ्क यू सो मच, बाई बाई।